हेलो साथीभाइ, आज फेरि अर्को भिडियो। आज पनि फेरि त्यही हो, हिजो बनाएको भिडियो जस्तै है आज पनि म बनाउँदैछु। र तपाईहरुलाई मैले भन्नु खोजेको चाहिँ टायर थोत्रे भए पनि मन चाहिँ अहिलेसम्म है थोत्रे भएको छैन है। र अहिले चाहिँ म फेरि एकदम इमर्जेन्सी भोलि चाहिँ मलाई मेरो डकुमेन्ट्सहरू है हाम्रो वार्ड पञ्चायतलाई दिनुपर्नेले गर्दाखेरि चाहिँ मेरोमा डकुमेन्ट्सको जुन चाहिँ जेरक्सहरू थिएन है, गरेको थिइनँ। त्यसले गर्दाखेरि अहिले म माथि हाम्रो आइतरासज्यूकोमा डकुमेन्ट्स जेरक्सको लागि चाहिँ म गएर है अहिले यता हाम्रो पासाङ जोजोकोमा आएर सारसौदा गरिवरी फेरि पनि फिर्दैछु है। र साथीभाइ अब त्यही हो है, अब नगरी पनि नहुने, गर्नै पर्ने हुनाले गर्दाखेरि यसरी डेली जस्तै हिँड्नु पर्ने हुन्छ। अन्त डेली जस्तै हिँड्नु पर्दाखेरि तपाईको के हो भनेदेखिलाई अलिकति मैले हिजो भिडियोमा भने अनुसार है आफ्नो हिँड्ने मतलब है यो धरतीलाई टेक्ने चक्का अथवा टायर चाहिँ राम्रो हुनुपर्छ भन्ने कुराहरू मैले है तपाईहरुलाई मैले भनेको थिएँ। र यो कुरा तपाईहरुलाई कस्तो लाग्छ, सही लाग्छ कि गलत लाग्छ कि यो तपाईहरुले भन्न सक्नुहुन्छ है। र आज चाहिँ म छोटो, एकदम छोटो भिडियो लिएर है तपाईहरुलाई म देखाउन गइरहेको छु। र यो झोलामा हिजो पनि मैले यही झोला देखाएको थिएँ है, आज पनि म यही झोला देखाउँदैछु है। यो झोलाभित्रको सामानहरू म तपाईहरुलाई देखाउन चाहन्छु हो। यसमा अलिकति पहेँली दाल है, पहेँली दाल, त्यहाँदेखि लिएर तपाईको अलिकति तल दोकानदेखि हरियो खोर्सानी है, त्यहाँदेखि अलिकति लिएर घर आमालाई बेलुकी भएपछि तपाईको कडाकुडी बिना हुँदैन है। र घर आमाको लागि मैले 1 क्वार्टर रम बोकिदिएको छु है। र बाँकी सामान छैन। अनि जुन चाहिँ मैले आफ्नो डकुमेन्ट्सहरू जेरक्स गरेको मैले यो भित्र आफ्नो गोजीमै बोकिरहेको छु है। र यस्तै हो साथीभाइ, अब के गर्नु, अब कतै दुःख गराइ हुँदैछ, अब कतै सुख हुन्छ कि आजभन्दा भोलि, भोलिभन्दा पर्सि है यसरी आफूलाई सुख हुन्छ कि भन्ने एउटा आशाले है दुःख गराइ हुँदैछ। अब के भन्नु होइन, अब दुःख गर्नै पर्ने नै छ। हाम्रो यो एकमुठी सास है, हाम्रो हात पाउहरू खुट्टा लागिन्जेल है, हाम्रो मुखको आवाजहरू बोलीहरू आइन्जेलसम्ममा हामीले दुःख गर्नुपर्ने हुन्छ। तर दुःख गर्दा 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 साथीभाइ एक दिन सुख पनि हाम्रो भाग्यमा जुरिएको हुन्छ। र कुनै न कुनै दिनमा त हामीलाई पनि एउटा सुखले साथ दिन्छ होला भन्ने म एउटा है आशा राख्छु। मैले राखेको पनि छु, आशा विश्वास गरेको पनि छु। त्यस्तै नै नभन्दै अब कुरामा कुरा है गर्दै लाँदाखेरि अब बिस्तारैसँगले मलाई पनि अलिअलि सुखले साथ दिँदैछ जस्तो लाग्दैछ है। मैले आफै अनुमान गर्दाखेरि है, अनुमान लगाउँदाखेरि चाहिँ अलिक भए पनि मलाई सुखले साथ दिँदैछ जस्तो लाग्दैछ है। र साथीभाइ आजको चाहिँ यति नै छ भिडियो। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।